So, what's up everybody? It's your boy JV रोहित. सो फेरि पनि स्वागत छ तपाईँलाई मेरो डे 28 फिटनेस जर्नीमा. एक टाइम थियो जब लाइफ मेरो डिपेन्डिङ टु इच अदरमा चल्थ्यो भने चाहिँ आजभोलि यस्तो टाइम छ कि डिपेन्डिङ अन मी, आफ्नै भरोसामा चलिरहेको छु लाइफ. हजुरलाई के गर्नु छ या के बन्नु छ भने चाहिँ त्यो चिजमा चाहिँ एकदम जिद्दी हुनुपर्छ. कसैको कुरा सुन्दैन, आफ्नै भरोसामा चल्नुपर्छ. भरोसा गर्न छोडिदिनु अरूको. चाहे भगवान नै नहोस्, किन भगवान के त हामी भगवानको भरोसा बस्छ, भगवान हाम्रो भरोसा बस्नुभएको छ कि हामीले मेहनत राम्रो गरे पो बल्ल भगवान हामीलाई त्यसको फल दिने हो. नत्र भने हामीले त्यस्तै अरूको भरोसामा बस्यो भने थोरै हामीलाई फल मिल्ने हो. सबभन्दा मेन यही पनि कुरा चाहिँ सबभन्दा चाहिँ तपाईँको फ्यामिली तपाईँको भरोसामा हुनुहुन्छ. किनभने तपाईँ अब मेच्युरिटी भइसक्नुभयो, तपाईँ केही पनि चिज गर्न सक्नुहुन्छ भन्ने एउटा उहाँलाई भरोसा छ. अब तपाईँ नै सोध्नु, उहाँको हजुरको फ्यामिली हजुरको भरोसामा हुन्छ भने हजुरले केही नगरिदियो भने उहाँको लाइफ कस्तो होला, कसरी बित्ला. सो म त्यही भन्छु, आफ्नो लागि नभए भने आफ्नो फ्यामिलीको लागि गर्नु. प्लिज हजुरको फ्यामिलीको ड्रिम पुरा गर्नु. त्यही हो गाइस. सी यू सुन. बाई.